50 लाखको मूर्ति बनाउँछु भनेर चन्दा उठाएर 3 लाखको मूर्ति बनाएर जङ्गलमा फालेर 47 लाख घिचेछ। त्यो कोले? हर्क साम्पाङले भनेर उहाँकै पार्टीको वरिष्ठ नेता सुदन किराती अब मुख्यमन्त्रीको दावेदार पनि हुँदै हुनुहुन्छ। उहाँले चाहिँ खुलासा गर्नुभएको छ र त्यसपछि चाहिँ हर्क साम्पाङले त्यो अभिव्यक्ति आएसँगै आफ्नो पार्टीको वरिष्ठ नेता बनाउनु भयो। यो कुरा त बाहिर जान्छ, भित्री कुरा थाहा भइसकेपछि त अब समस्या हुने भयो, बाहिर फैलिने भयो कुरो। उसलाई चाहिँ वरिष्ठ नेता बनाएर अब मुख्यमन्त्रीको दावेदार पनि बनाउने अरे। घाँटी नै च्यापिसकेपछि त कन्ट्रोलमा आइगयो। त्यो बेला त सुदन किराती यस्तो हो उस्तो हो, एमसीसी मतियार, दुनियाँदारी, भ्रष्टाचारी भन्दै हिँड्थ्यो। अब हर्क साम्पाङकै नसा भेटाइसकेपछि त आफ्नो पार्टीमा सामेल गराउनै पर्यो। यस्तो रहेछ।